नेपालको इतिहासमा एक युगान्तकारी खबर आएको छ। दैलेखको जलजले क्षेत्रमा 112 अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्ट आएको छ, जसले अब नेपालको ऊर्जा सङ्कट अन्त्य गर्न सक्ने सम्भावना बढाएछ। चिनिया प्राविधिक टोलीको प्रारम्भिक रिपोर्ट अनुसार यो मिथेन ग्यास हो, जुन पेट्रोल र डिजेलको विकल्पको रूपमा स्वच्छ इन्जिनको रूपमा प्रयोग गर्न सकिन्छ। नेपालमा पेट्रोलियम पदार्थको अभाव, आयात निर्भरता र अस्थिर ऊर्जा आपूर्ति सधैँ चुनौती रहँदै आएको छ। भारतको नाकाबन्दी जस्ता घटनाले झनै समस्याहरू देखा परेको थियो। यस्तो समयमा आफ्नो देशभित्र ठूलो परिमाणको ग्यास पत्ता लाग्नुले नेपालको आर्थिक तथा ऊर्जा सुरक्षामा नयाँ दिशा दिन सक्छ। चीनको सरकारी संस्था चाइना जियोलोजी सर्वे र सिएनसिपी सिबु इन्जिनियरिङ कम्पनीले 2080 सालको वैशाख 28 गतेदेखि दैलेखको जलजले क्षेत्रमा ड्रिलिङ कार्य सुरु गरेका थिए। 4000 मिटर गहिरोसम्म खनेपछि अध्ययनमा ग्यासको गन्ध आएको पुष्टि भएको थियो। यसलाई थप नमुना परीक्षण गर्न चीन लगेपछि यो कुरा पत्ता लागेको। हाल प्रारम्भिक रिपोर्टबाट 112 अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको छ। मिथेन ग्यासबाट सहरी सञ्चालन गर्न, विद्युत उत्पादन गर्न, घरेलु ग्यासको रूपमा प्रयोग गर्न, हाइड्रोजन र अमोनिया उत्पादन गर्न सकिन्छ। यी सबै कुराहरू नेपालको ऊर्जा आत्मनिर्भरतामा, कृषिमा मलको आपूर्ति र औद्योगिक विकासमा सहयोगी बन्न सक्छ। स्थानीयले पूजा गर्दै आएको दैलेखका विभिन्न स्थानहरूमा देखिने आगो जल अब वैज्ञानिक रूपमा पुष्टि भएको छ। यो मिथेन ग्यासको रूपमा जमिनबाट निस्किएको हो। नेपालमा व्यवस्थित रूपमा पेट्रोलियम अन्वेषण सन् 1979 बाट सुरु भएको हो। विश्व ब्याङ्कको सहयोगमा खानी तथा भूगर्भ विभागले तराई क्षेत्रमा म्याग्नेटिक सर्वे गरेर सम्भावना देखिएको थियो। अहिले नेपालका 10 वटा ब्लकमा विधान गरेर सम्भावित क्षेत्रमा खोजी कार्य जारी छ, जसमा दैलेख पहिलो स्थानमा बनेको छ। यदि यो ग्यास व्यावसायिक रूपमा उत्पादन र उपयोग गर्न सकियो भने नेपालले पेट्रोलियम आयातमा निर्भरता घटाउन सक्छ, स्वदेशी ऊर्जा उत्पादन वृद्धि गर्न सक्छ, रोजगारी सृजना गर्न सक्छ, राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन सक्छ। दैलेखको ग्यास खोजी नेपालको लागि मात्र होइन, सम्पूर्ण दक्षिण एसियाको ऊर्जा क्षेत्रमा एक नयाँ सन्देश हो। अब समय आएको छ नेपालले आफ्नो ऊर्जा भविष्य आफ्नै माटोबाट निर्माण गर्न सकोस्। यो सुरुवात मात्र हो, भविष्यमा अझै धेरै सम्भावना पर्खिरहेछन्। नेपाल अब साँच्चै कायापलटको दिशातिर अगाडि बढिरहेछ। के तपाईँलाई कस्तो लाग्छ? वास्तवमै कायापलटको दिशामा अगाडि बढेको त? कमेन्ट गर्नुहोला। धन्यवाद।